वेलकम छ हाम्रो भ्लगमा। वेलकम टु माई युट्युब च्यानल। हेलो, हामी चाहिँ मन्दिरभित्र इन्ट्री भइसक्यौँ। आइदिन आइदिनु पछि पछि आइदिनु। अहिले आउने बेला क्या बत्तामा बसेर गाइज, अब चाहिँ म बाहिर जाँदैछु। यस्तो बवाल छ नि बाहिर। ओ माई गड, नाइस, व्हाट अ ब्युटिफुल। सो ताप भएन अनि यतापट्टि गएर हेर्न सक्छौँ। कस्तो यो यहाँ चाहिँ लाइटिङ सिस्टम भयो। सीता बाबा मन्दिर दर्शन भनेर म कसरी लाइट हजुर म तर जाँदैछु।
कसम यार यस्तो खतरा भ्यू छ जस्तो लाग्थेन मलाई रहेछ यार गहिरो लाग्दा टिकटक भन्न चाहिँ भाइरल टिकटक भएको थियो नि यहीँ बसेर यहाँबाट चाहिँ होइन कस्तो बौला बनाउने भ्यू छ भने कसम गाए जस्तो बवाल होइन तर माथि यहाँको चाहिँ सिद्ध बाबा दर्शन लाइट बनाएर छ अब म अझै तल पनि जान्छु यति राम्रो भ्यूलाई छोडेर जाँदैछु गाइस के गर्नु जान पर्यो फेरि ढिलो हुन्छ नत्र यस्तो राम्रो भ्यूलाई छोडेर जान परिरहेको लास्टै दुःख लागिरहेको छ गाइस त्यहाँ तलबाट हामी चाहिँ अब छिटो जानुपर्छ तपाईँहरू आउनुहोस् हेर्नुहोस् यस्तो दामी भ्यू छ होइन मलाई त लास्टै भन्नु पऱ्यो अहिले शीतलले आगोमा सबैभन्दा मन पऱ्यो नि यो क्या ल हेर्नु यस्तो दामी छ नि यस्तो दामी के कुरै नआउनु हतम्म दामी हेरिरहनु मन लाग्यो हावा पनि यस्तो बगल चल्दैछ क्या फेरि कपाल उडाएर सबै माथिसित त्यो लाइट पनि अब छिटो खोलेको बेलुका आएर भिडियो गऱ्यो भने अब चाहिँ हामी जाँदैछौँ अब ढेउ डाँडा पुग्छौँ ढेउ डाँडा हामी चाहिँ एउटा जान्छौँ पहिला अघि ओह्रालो त खुरुरु दौडिरहेको थिएँ अब फेरि उकालो लोड चढ्नुपर्छ लगाइ जान्छ हामीलाई चाहिने सम्पूर्ण फोटो भिडियो खिचेर ढेउडाँडातर्फ लागिसकेको छौँ अब ढेउडाँडातर्फ वेलकम गर्दैछौँ हामीलाई सिधा आमाले बाई गर्नु यता नि बाई गर्नु ल आइज न
चढेर यहाँ तल आइपुगिसक्यौँ अन्त खाँदै आएर म चाहिँ गएँ अब चाहिँ हामी ढेवा डाँडा जान्छौँ यो चाहिँ यहाँ बाघखोरा छिर्ने अरे बाघखोरा छिर्छ हाम्रो बहिनी बाघखोरा छिर्यो भने छिर्छ धानी मजाले खिच्छ धानी मजाले क्यामेरा क्वालिटी राम्रो नभएर मोबाइलको एन्ड्रोइड क्यामेरा सुट भिडियो त्यही भएर राम्रो क्लियर सिद्धले झोला पनि बोल्न नसक्ने कस्तो मान्छे रहेछ कस्तो मान्छेलाई साथी एउटा कुरामा साथी भन्दा त मरिएछ अघि त्यहाँ तल फोटो खिच्दा त्यही पनि कस्तो गर्थ्यो हेर्थ्यो मैले साथी नि कस्तो ल्याएँ क्या एकछिन झोला बोक भनेको पेट दुख्यो भन्छ हामी ढेउ डाँडा आइपुग्यौँ गाइस अलिकति माथि उक्लेपछि ढेउ डाँडा आइसक्यो आऊ सिधै लेख्नु सिधा लेख्न हामी आइपुग्यौँ ढेउ डाँडा आहा यस्तो मिठो हावा चल्दैछ यस्तो मिठो हावा चल्छ हामीले चाहिँ यहाँ बर्थडे गर्ल भेटिसक्यौँ बर्थडे गर्ल हाम्रो बर्थडे गर्ल उहाँ हुनुहुन्छ हाम्रो बर्थडे गर्ल सिधले गाउँ कुहिरो लाग्न थालेछ पानी गर्नु लाग्यो क्या त एक्लै हो ह्याप्पी बर्थडे टु यु जाम ढेउ डाँडातिर अब म त मन्दिरमा कोही झोलै खोल्दैन पानी पऱ्यो गाइस पानी पऱ्यो के टाँसो रहेछ त्यो बाल विवाह गैर कानुनी अरे छिर्छामछिरी ढेउ डाँडामा भिडियो बनाउनु भनेको त पानी पऱ्यो गाइस पानी पऱ्यो छाता छ टेन्सन छैन छिटो ढेउ डाँडा पुगेर भिडियो बनाउनु पाएँ त्यो जाँदैछौँ ढेउ डाँडातिर एकजना थपेको छ यहाँ ओ यता भन ह्याप्पी बर्थडे टु यु यसको आज बर्थडे अरे चक्लेटै बाँडेन केक चाहिँ काट्दै थालेन काटेर भिडियो बनाउँछ आज चाहिँ हामी सिधै मन्दिर गइसक्यौँ ढेउ डाँडा जाँदैछौँ वान्स मोर अगेन प्लिज सबैले लाइक गरिदिनु होला शेयर सब्स्क्राइब यिनीहरूले सबै भनेको छ जे भनेको त्यसले गरिदिनु होला जाँदैछौँ
जाने कि नजाने बदलो परेको देशैमा चिटकै बेहुलीको भेषैमा पैसा खेल्थ्यो त्यो भएर यहाँ पैसा त्यो डाँडामा पैसा ढेवा खेल्ने भएको ढेवा डाँडा भनेर भन्ने चाहिँ भन्ने चलन छ यो ढेवा चाहिँ खिलेको भ्यू चाहिँ